वेलकम टु माई न्यू भिडियो। आज हामीले काउन्सिलमा सोध्न सकिने क्वेसन्सहरू डिस्कस गर्न गइरहेका छौँ। अहिले चाहिँ हामीले क्वेसन नम्बर 21 देखि डिस्कस गर्न गइरहेका छौँ। यदि पुरानो भिडियो हेर्न चाहनुहुन्छ भने काउन्सिल एक्जाम भनेर मैले एउटा प्लेलिस्ट बनाएको छु, त्यो चाहिँ हेर्न नबिर्सिनु होला। र क्वेसन नम्बर 21 मा रहेको छ रिवाइज एस्टिमेट इज प्रिपेयर्ड व्हेन ओरिजिनल स्याङ्सन्ड डिटेल्ड एस्टिमेट एक्सिड्स बाई 5%। यदि हाम्रो डिटेल्ड एस्टिमेट चाहिँ हाम्रो 5% भन्दा बढी हुन्छ भने चाहिँ त्यसलाई हामीले रिवाइज एस्टिमेट गर्नुपर्ने हुन्छ। अनि एरिया अफ इनर साइज पेपर चाहिँ हाम्रो 1 मिटर स्क्वायर हुन्छ। हाम्रो इनर साइज चाहिँ 1 मिटर स्क्वायर हुन्छ। अनि A1 को साइज चाहिँ 1/2 हुन्छ। जहिले पनि 1/2 भनेको चाहिँ 0.5 मिटर स्क्वायर। अनि A2 को साइज चाहिँ फेरि 0.5/2 हुन्छ। .125 मिटर स्क्वायर। यस्तै गर्दै डिभाइड बाइ 2 हुँदै जान्छ हाम्रो साइजहरु, पेपरको साइजहरु यसै गरेर गर्नुपर्ने हुन्छ हामीले। अनि नम्बर अफ गोल्स अफ सस्टेनेबल डेभलपमेन्ट, नम्बर अफ गोल्स चाहिँ हाम्रो सस्टेनेबल डेभलपमेन्ट 17 वटा गोलहरु छ। क्वेसन नम्बर 24 मा रहेको छ इक्वलिटाइज व्हेन pH अफ वाटर इज इक्वली आयो भने चाहिँ हाम्रो जहिले पनि 9.5 हुन्छ। यति सम्झिनु पर्ने हुन्छ हामीले हो। अनि द लाइफस्टक डिमान्ड इज टेकन %% अफ डोमेस्टिक डिमान्ड। लाइफस्टक डिमान्ड चाहिँ हामीले 20% अफ डोमेस्टिक डिमान्ड लिएर गरिन्छ क्याल्कुलेसन गर्दाखेरि वाटर एस्टिमेट हामीले। अनि स्लम्प टेस्ट इज मेजर अफ, स्लम्प टेस्ट चाहिँ हामीले कन्सिस्टेन्सी मेजरको लागि गरिन्छ कङ्क्रिटको। र क्वेसन नम्बर 27 मा रहेको छ कमनली युज्ड स्टिल सेक्सन्स फर कोलुमको लागि चाहिँ हामीले स्टिल सेक्सन चाहिँ ISSC युज गर्छौँ। किन भन्दा हाम्रो कुन सेक्सनलाई कसरी युज गर्ने भनेर थाहा पाउने भन्दाखेरि पछाडि C छ भने चाहिँ त्यो कोलुमको लागि हुन्छ, पछाडि B छ भने चाहिँ हाम्रो यो बिमको लागि हुन्छ। त्यति बुझ्नु पर्यो। अनि ISSC भनेको चाहिँ हाम्रो कोलुमको लागि हुन्छ, पछाडि C छ त्यही भएर हाम्रो कोलुमको लागि युज भयो। ISSC कोलुम चाहिँ इन्डियन स्ट्यान्डर्ड कोलुम सेक्सन हो, इन्डियन स्ट्यान्डर्ड कोलुम सेक्सन। अनि ISMB हुन्छ अर्को। ISMB भने हाम्रो चाहिँ पछाडि B छ भने चाहिँ हाम्रो यो बिमको लागि युज हुन्छ। अनि ISMB भनेको चाहिँ इन्डियन स्ट्यान्डर्ड मिडियम वेट बिम हो। अनि फेरि मिडियम वेट बिम हो। अनि त्यसपछि रहेको छ ISLB छ। अनि हाम्रो चाहिँ ISLB भनेको चाहिँ इन्डियन स्ट्यान्डर्ड लाइट वेट बिम हो। अनि ISWB भनेको चाहिँ इन्डियन स्ट्यान्डर्ड वाइड फ्लेन्ज बिम हो। यति चाहिँ बुझ्नु पर्ने हुन्छ। पछाडि C छ भने चाहिँ हाम्रो कोलुम सेक्सन लागि हुन्छ, पछाडि B छ भने चाहिँ हाम्रो बिम सेक्सन लागि हुन्छ। क्वेसन नम्बर 28 मा रहेको छ विथ इन्क्रिज अफ टेम्परेचर भिस्कोसिटी हाम्रो टेम्परेचर बढेपछि भिस्कोसिटी चाहिँ हाम्रो घट्छ, डिक्रिजेस हुन्छ। र क्वेसन नम्बर 29 मा रहेको छ विथ द इन्क्रिज अफ कार्बन इन स्टिल डिक्रिजेस इट्स डक्टिलिटी चाहिँ घट्दै जान्छ हाम्रो यो कार्बन यदि इन्क्रिज भयो भने। विच मेजर्स द भेलोसिटी अफ पोइन्ट अफ फ्लुइड इन स्ट्रिम। हाम्रो भेलोसिटी चाहिँ पिटोट ट्युबले चाहिँ मेजर गर्छ। पिटोट ट्युबले चाहिँ हाम्रो भेलोसिटी मेजर गर्ने काम गर्छ। अनि पाइजोमिटरले चाहिँ हाम्रो यो फ्लुइड प्रेसर चाहिँ मेजर गर्ने काम गर्छ। फ्लुइड प्रेसर यो दुईटामा झुकिन्छ, पाइजोमिटर र पिटोट ट्युब। पिटोट ट्युबले हामीले भेलोसिटी मेजर गरिन्छ अनि पाइजोमिटरले चाहिँ हामीले फ्लुइड प्रेसर मेजर गरिन्छ। क्वेसन नम्बर 31 मा रहेको छ मिनिमम एज डिस्टेन्स फर रोल्ड मेसिन फ्लेम कट। मेसिन फ्लेम कटको लागि चाहिँ हाम्रो 1.5 D हुन्छ। यदि हाम्रो ह्यान्ड कट छ भने चाहिँ त्यसलाई चाहिँ 1.7 D राखिन्छ ह्यान्ड कटको लागि। मिक्स अफ कङ्क्रिट रिक्वायर्ड फर रुफिङको लागि हामीले M20 जेनरल युज गरिन्छ कङ्क्रिट चाहिँ। क्वेसन नम्बर 33 मा रहेको छ विच इज द विकेस्ट बोन्ड इन द बिल्डिङ। विकेस्ट बोन्ड चाहिँ हाम्रो र्याकिङ बोन्ड हुन्छ। इङ्ग्लिस चाहिँ स्ट्रङ बोन्ड हुन्छ, स्ट्रङ्गेस्ट इङ्ग्लिस हुन्छ। अनि फ्लेमिस चाहिँ हाम्रो फ्लेमिस बोन्ड चाहिँ हाम्रो इकोनोमिक हुन्छ। म्याप्स आर ड्रन इन विच स्केल। म्याप चाहिँ हामीले जहिले पनि रिड्युसिङ स्केलमा ड्रइङ गरिन्छ। अनि रहेको छ विच वाटर इज युजेबल फर द प्लान्ट्स। वाटरको लागि चाहिँ हाम्रो क्यापिलरी वाटर चाहिँ युजेबल हुन्छ। अनि इफेक्ट अन टिम्बर ड्यु टु इलेक्ट्रिक सिजनले गर्दाखेरि चाहिँ स्प्लिटिङको इफेक्ट हुन्छ। अनि इन्फ्लुएन्स लाइन डायग्राममा चाहिँ पोइन्ट्स रिमेन फिक्स्ड बट पोजिसन अफ लोड चेन्जेस। क्वेसन नम्बर 39 मा रहेको छ EPC स्ट्यान्ड्स फर। EPC भनेको चाहिँ हाम्रो इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन हो। EPC चाहिँ
बाइन्डिङ वायर क्वान्टिटी इन 1 क्विन्टल अफ इन्फोर्समेन्ट 1 क्विन्टल अफ इन्फोर्समेन्ट चाहिँ 1 केजी हुन्छ बाइन्डिङ वायर। यदि नयाँ हुन्छ भने चाहिँ युट्युब च्यानलमा डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। आजलाई चाहिँ यति नै।